जसरी रारे आज म हजुरहरूलाई विशेष गरेर कुण्डलीमा यदि हजुरको चन्द्र र केतुको युति छ भने चाहिँ हजुरको जीवनमा कस्तो प्रभाव पर्छ र त्यसको उपाय चाहिँ के छ त भन्ने कुरा चाहिँ बताउने छु। जस्तै जब कुण्डलीमा चन्द्र र केतुको युति हुन्छ या चन्द्र राहुको युति हुन्छ भने कतै न कतै हजुरलाई चाहिँ मानसिक तनावहरू बढी हुन्छ। जस्तै चन्द्र केतुको कुरा गर्दैछु। चन्द्र केतु भनेको चाहिँ हजुरलाई कुनै पनि कुराहरू हजुर गर्दै हुनुहुन्छ हैन, त्यसपछि छिटो एकदम वैराग्य लाग्ने या चाहिँ गर्न आँटेका कामहरू चाहिँ बिचमै छोडिदिने, ह्या भन्ने छ्या भन्ने यस्ता कुराहरू चाहिँ हजुरलाई चाहिँ बढी उत्पन्न गराइदिनेछ। चन्द्र केतुको यस्ता विचारहरू चाहिँ हजुरलाई आउँछ। चन्द्र राहु भनेको हजुरलाई हाई लेभलमा लिएर जान्छ, एक्कासी सानो सोच नै आउँदैन, ठुल्ठुला गर्ने भन्ने सोच आउँछ हैन। चन्द्र केतु भनेको चाहिँ सोच ठुलो भए तापनि गर्ने बेलामा चाहिँ जहिले पनि सानैदेखि स्टेप सुरु गर्नुहुन्छ, तर जहिले गर्दा पनि हजुरको चाहिँ के हुन्छ भने एउटा डर उत्पन्न भइरहेको हुन्छ क्या। हजुरलाई भाउ घाटा लाग्छ कि अब के हुन्छ भन्ने एउटा चाहिँ भित्रबाट चाहिँ एउटा डर चाहिँ दिइरहेको हुन्छ। र धेरै व्यक्तिहरूमा पाइन्छ चन्द्र केतु हुने व्यक्तिहरूमा चाहिँ बढी मानसिक तनावहरू चाहिँ बढी लिएर आएका हुन्छ। यस्तै हजुरलाई चाहिँ पारिवारिक जीवनमा पनि पहिलेदेखि हजुरलाई चाहिँ केही न केही डरको होइन, या चाहिँ हजुर हस्बेन्ड वाइफमा केही छुट्छ कि भन्ने डर, या चाहिँ सन्तान जन्मनु भएको छ सन्तानलाई केही हुन्छ कि भन्ने चाहिँ पहिले नै हजुरलाई चाहिँ केही त्यस्तो आवाज चाहिँ हजुरलाई चाहिँ भइरहेको हुन्छ क्या। हो त्यो भनेको एउटा चन्द्र केतु भनेको मानसिक तनावहरू। जस्तै अब करियरलाई मात्र मानसिक तनाव पैसा नभएर मात्र नभएर करियर मात्र नभएर हजुरको सामान्य कुराहरू पनि हजुर चाहिँ ठुलो लिन खोज्नुहुन्छ होइन। सामान्य चिजहरू सामान्य समस्याहरूले पनि हजुरलाई ठुलो इस्युहरू चाहिँ दिइरहेको हुन्छ। यसको उपाय भनेको चाहिँ सबभन्दा उपायहरू धेरै हुन्छन्। सबभन्दा राम्रो भनेको चाहिँ केतु भनेको मोक्ष हुन्छ, मोक्षसँग टच भएको हुन्छ। चन्द्र भनेको पनि एउटा चाहिँ जल हो। जस्तै हजुरले चाहिँ जब धेरै तनाव हुने व्यक्तिहरू, जस्तै एकदम मेन्टली डिप्रेसनमा जानुहुन्छ, ओभर थिङ्किङ हुन्छ भने यस्तो व्यक्तिहरू चाहिँ बेला बेलामा चाहिँ गङ्गा स्नानहरू, जस्तै नेपालमा भएका देवघाटमा भए होइन, या चाहिँ गङ्गामा नारायणी भए, या चाहिँ इन्डियातिर जानुहुन्छ भने कुनै गङ्गामा गएर चाहिँ स्नान गर्नाले हजुरको जुन थिङ्किङ हुन्छ त्यो चाहिँ बदलिने गर्दछ।